पिठ्यूमा भाइ मुटुमा सपना। कक्षा 6 का फर्स्ट बॉय रिदमको यो कथाले सिङ्गो देश रुवायो। आज हामी तपाईलाई यस्तो खबर सुनाउँदैछौं जसले सुकिला मुकिला महलमा बस्ने र सुख सुविधाको गुनासो गर्नेहरूको होस उडाइदिनेछ। एकातिर सुविधा सम्पन्न जीवन बाँच्नेहरू छन्, अर्कोतिर सानै उमेरमा जिम्मेवारीको पहाड बोकेर संघर्ष गर्ने यी साना बालक रिदम छन्, जसको काँधमा स्कुलको झोला मात्र होइन, आफ्नो अबोध भाइको भविष्य पनि अडिएको छ। आखिर को हुन् त यी रियल हिरो रिदम? सुन्नुहोस्। कक्षा 6 मा पढ्ने रिदम कक्षाका फर्स्ट बॉय मात्र होइनन्, उनी जिम्मेवारीका पनि अब्बल खेलाडी हुन्। घरको अवस्था यस्तो छ कि भाइलाई एक्लै छाड्ने कोही छैन। त्यसैले उनी हरेक दिन भाइलाई पिठ्यूमा बोकेरै स्कुल पुग्छन्। भाइ काखमै निदाउँछ, तर रिदमका हातहरूले किताब समात्न छोड्दैनन्। कक्षा शिक्षिका सुषमा सुनारले खिचेको यो भिडियोले अहिले इन्टरनेटमा आगो लगाएको छ। खेल्ने र उफ्रिने उमेरमा भाइको आमा र बाबा दुवै बनेर पढाइमा समेत पहिलो हुने रिदमको यो हिम्मतलाई के भन्ने? अब पालो तपाईको। अभावका बीचमा पनि भाइलाई काखमा राखेर पढ्ने र कक्षामा प्रथम हुने यो सानो बालक रिदमको लागि तपाईको मनमा के छ?